नमस्कार दर्शकबिन, केमको बसाइ हेरेर बसिरहनु भएको सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत गर्दछौँ। आज भने हामी फेरि केमको बसाइमा एउटा छोटो भिडियो लिएर उपस्थित भइसकेका छौँ र आज चाहिँ हामी ग्रेसी बुनु छ जुन उहाँको चाहिँ नन रेजिस्टर्ड, उहाँको एन्ट्री पनि छैन होला लगभग क्याम्पमा होइन। र त्यो बहिनी चाहिँ एकदमै दुःख पाएको भनौँ न, अलिक दुःख पाएको र मकैहरू बोरामा हालेर यसरी बोकेर बेच्दै हिँडिरहेको देखेको छौँ, हामीले सबैले देखेको पनि छ। र त्यस्तो गर्ने मान्छेहरूलाई चाहिँ हामीले पनि केही न केही सहयोग गर्नुपर्छ अगाडि बढ्नको लागि, अलिकति उहाँको लाइफस्टाइलमा अलिकति सहजीकरण होस् भनेर। जुन चाहिँ हाम्रो युएसबाट आउनुभएको थियो साथीहरू दाइहरू, उहाँहरूले चाहिँ थोरै रकम उहाँलाई त्यति सहयोग गरिदिनु न भनेर मलाई दिनुभएको थियो। र आज चाहिँ हामी ग्रेसी बुनुलाई एउटा साइकल जुन चाहिँ त्यहाँ चढेर मकै बेच्दै हिँड्न सहज होस् भनेर त्यो र एउटा बकेट किन्दिन गइरहेछौँ। र यो चाहिँ एकदम सरप्राइज तरिकाले हामी त्यो बहिनीलाई गएर दिनेछौँ। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। धन्यवाद। समय परिवर्तनशील छ। समय परिवर्तन हुने क्रममा केही वर्ष अघिसम्म घना र बाकुला शिविरहरू आज जङ्गलमा परिणत भइसकेछन्। शिविर डाँडा पनि पहिला जस्तो रहेनन्। साँघुरो बाटो आज चौडा सडकमा परिणत भइसकेको छ र उँधो बन्दै गरेको एसियन हाइवे निर्माण काम धमाधम चलिरहेछ र हामी पथरीतिर गइरहेछौँ। यो रातो कलरबाट चाहिँ निकालिदिनु न ल। हाम्रो ग्रेसी बहिनीको लागि भनेर यो एउटा साइकल हामी लिँदैछौँ आज पथरी बजारमा। हो यो साइकल चाहिँ ग्रेसी बहिनीलाई गिफ्ट दिँदैछौँ। ग्रेसी बहिनीलाई चाहिँ नयाँ साइकल आउँदैछ सरप्राइज। अब केही घन्टामा भाइलाई बहिनीलाई चाहिँ हामी घरमै गएर हस्तान्तरण गर्नेछौँ यो साइकल। उहाँ हेर्नेछौँ उहाँको रिएक्सन कस्तो हुँदो रहेछ होइन। यस्तो खालको एउटा बकेट पनि लाँदैछौँ साइकलमा, जुन चाहिँ बहिनीलाई कुन चाहिँ अलिक स्विट हुन्छ त्यही निकाल्दैन। ग्रिन निकाल्दिनँ नि, बहिनीलाई मकै र बदम बेच्ने। ठिक छ त यो कलर, यो राम्रो छ कि, अलिक एटिटिक कलर होइन त भाइ? ठिक छ नि होइन? यसको बिर्को पनि दिनुहोस् न।
चाहिँ बहिनीलाई एउटा साइकल किन्यो। त्यहाँ हुडमा हालिदिनु। हुटमै हाल्न हुन्छ। हुटमा भन्दा नि यसरी आधी लाउँदा हुँदैन आधी हुँदैन हो। भेना एक्लैलाई पुग्दैन कि म हात लगाइरहनु। ल वाउ ल अब चाहिँ हामी जान्छौँ अब लिएर। बास्केट पनि रेडी छ होइन। ल जाउँ। ल बकेट र साइकल। अब हामी लाग्दैछौँ। ल अब ठ्याक्कै क्याम्पमा गएर भेट्छौँ है त अब हामी। अब चाहिँ हामी पथरी क्याम्प बजारदेखि क्याम्पतर्फ जाँदैछौँ। बहिनीलाई कतिखेर गएर दिउँ भइरहेछ कि यो सरप्राइज चाहिँ नि। पुनर्वास भएकाहरू पनि आफूले बाल्यकाल बिताएको आफू बसेको ठाउँ सम्झेर आउने जाने क्रम भइरहेछ। त्यसै क्रममा आज हाम्रो सेक्टरका सेक्टर एजका भगे कणरिया, सहबहादुर कणरिया र श्याम कणरिया दाईहरू पनि आउनुभयो। शिविर घुम्ने क्रममा ग्रेसी बहिनीले बोरामा मकै र केही बदमको पोकाहरू बोकेर बिक्री गर्दै हिँडिरहेको देख्नु भएछ र दाइकै सल्लाह अनुसार आज ग्रेसी बहिनीलाई साइकल र हामीले त्यो बास्केट लिएर आएको छौँ। अब लगभग हामी एनएच स्कुल आइपुग्यौँ र ग्रेसीको घर पनि यही अगाडि नै छ। हामी लगभग पुगेर देखाउँछौँ है त। अब ग्रेसी बुनुको घर पनि आइपुग्यो। यहीँबाट अब चाहिँ भित्र जान्छ। अलिकति पल्लो घर छ। अब ठक्क हामी यहाँबाट भित्र छिर्छौँ क्याबबाट। पर त्यो साइकल रोकिरहेको छ ठ्याक्कै त्यहीँनिर हो। तर हामी अलिक यतापट्टि रोक्छौँ यो गाडीलाई चाहिँ। ठ्याक्कै ग्रेसी बुनुको घर आइपुग्यो। ग्रेसी के गर्दैछौ? के गर्दैछौ? ढोका बाहिरबाट लगाएको छ त अनि के गर्दैछौ अनि? ओहो तिम्रो अनि मकै रेडी भयो यो बोरामा? खोइ हेरौँ कति पोका बनायौ? 20-22 पोका चाहिँ बनाइसक्यौ। ए आजको चाहिँ कहाँ बेच्नु जानु आँटेको? आज बासी चौरी जान्छौ? अनि तिमीलाई गाह्रो हुँदैन यो झुन्डाएर बोकेर हिँड्नु यो बोरामा? हजुर गाह्रो हुन्छ? के भइदिए चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ? सजिलो त अब साइकल भयो भने त डुलाएर बेच्नु सजिलो हुन्थ्यो। साइकलहरू अब केही भएन। साइकलहरू भयो चाहिँ डुलाउनु सजिलो हुन्थ्यो, यहीँ राख्नु पर्दैन थियो भन्ने होइन? ठ्याक्कै साइकलै दियो भने चाहिँ हुन्थ्यो। हाम्रो बहिनीले चाहिँ यसरी बोकेर हिँडिरहेको हुन्छ कि मकै आयो मकै भन्दै ठ्याक्कै यताउता। ठ्याक्कै तिमीले साइकल भए हुन्थ्यो जस्तो लाग्छ। र ठ्याक्कै हेर त त्यो सफारी बोटमा देख्यौ नि होइन? के रहेछ? साइकल रहेछ? त्यो तिमीलाई नै ल्याइदिएको। धन्यवाद तपाईहरुलाई। यो ठिकै छ कुरा गर्छौँ नि भाइ। यो साइकल चाहिँ झिकिदेऊ न। ल आऊ हिँड। तिमीलाई नि साइकल होइन। अनि ठ्याक्कै तिम्रो त्यो बोराको साटामा चाहिँ हामीले एउटा बकेट पनि ल्याइदिएको छौँ कि यहाँ हेर ल भाइ। झिकिदेऊ त त्यो साइकल। डोरीले बाँधेको छु है मैले त्यो झर्छ भनेर। ठिक भयो त? सजिलो हुन्छ यस्तोमा। यस्तै चाहिरहेको थियो। चाहिरहेको थियो?
अलिक यता लिएर आऊ साइकल। ड्रेस सिलायो पनि भयो अब यसरी बेच्छौ होइन त? यहाँनिर खराबै बान्नु यहाँ माथिबाट लाएर के भएछ भने होइन अब घरमा कसै यहाँनिर भाटा लाएर कसै यता पनि लाएर यस्तो खाना बनाएर चाहिँ अड्काएर बाँधेर लडिदिनु घन्टी पनि बजाइदेऊ बज्छ। हजुर आनन्दले कस्तो कतिको खुसी छौ? एकदम ह्यापी छु। धेरै खुसी छौ? हजुर यो चाहिँ ठ्याक्कै तिमीलाई यो साइकल तिम्रो अब एकदमै यो केही गरेर खान्छु भन्नेलाई चाहिँ सबैले पक्कै पनि प्रोत्साहन गर्नुपर्छ होइन, मौका दिनुपर्छ कि केही गर्छु भनेर। तिमीले यो गरेको पनि त्यतिकै बस्नुभन्दा पनि एउटा व्यापार गरिरहेछौ, हुन त सानै व्यापार भए पनि एउटा बिजनेस भनेको यस्तै हो कि सुरुमा सानैबाट जहिले पनि सुरु हुन्छ, जुनै पनि होइन। मिलिनियर बिलिनियरको पनि सुरुवात त यही हो नि त होइन। र तिमीले यो सुरुवात गरेको देखेर अत्यन्तै खुसी पनि लागेको छ होइन। र गर्न चाहनेलाई चाहिँ हुन त यो मैले सहयोग त गरेको होइन तिमीलाई होइन, र पनि एउटा के हो नि यो सहयोग गर्ने चाहिँ हाम्रो सेक्टर एजबाट हुनुहुन्छ होइन, हुनुहुन्थ्यो जुन चाहिँ अमेरिका जानुभएको छ, अमेरिकाको ओहायो कि पेन्सिल्भेनिया हो सायद, पेन्सिल्भेनियाबाट। उहाँबाट चाहिँ हाम्रो कडेरिया हाम्रो भगे कडेरिया होइन, उहाँले चाहिँ सहयोग गर्नुभएको यो होइन। र विशेष गरी उहाँलाई विशेषै धन्यवाद दिनुपर्छ, किनभने उसले यतिको सहयोगले गर्दा तिम्रो आफ्नो लाइफस्टाइल होइन चलाउन लागि चाहिँ केही सहजीकरण भयो र सजिलो पनि भयो नि त होइन। र उहाँहरूलाई के भनिदिनुहुन्छ? धन्यवाद। म बोरामा अब बेचेर हिँड्ने मान्छे, अब तपाईँहरूले सहयोग गरिदिनु भएको छ यो साइकलहरू लिएर, अनि तपाईँहरूलाई जहिले दिएर पुगिराखोस् अनि तपाईँहरूलाई पनि पुगोस्। अनि अब धेरै धेरै धन्यवाद तपाईँहरूलाई। ल राम्रो, अब यो साइकल भएपछि चाहिँ म पनि राम्रो गरेँ। तिम्रो लिएर आऊ न त त्यो मकैहरू। ल यहाँ सबै लाएर ल अब यहाँ पनि लगाएर अहिले बाँधेर चाहिँ लानुपर्छ। बाँधेर लाउने र ठिकै छ। यसो गर नि त मकै चाहिँ लाऊ, अहिले भरे बाँध्नु। बिर्को लिएर हिँड्दा नि भयो, नलिई हिँड्दा नि हुन्छ। मिलाएर लाउनुपर्छ। हजुर मिलाएर लगायो भने मात्रै आउँछ। रोजमा कतिवटा पोकाएको छ? हजुर 22 पोका होला। 22 पोका कसरी पोका हो? 50 रुपियाँ पोकाको। भनेपछि 22 पोकाको कति भयो? 1100। केही गर्छु भन्नेलाई चाहिँ सहयोग गर्नुपर्छ कि। केही गर्छु भनेर अघि बढ्ने मान्छेलाई चाहिँ सहयोग सपोर्ट गर्नुपर्छ। यहाँ चाहिँ हामी एउटा माध्यम मात्रै हो, सहयोग गर्ने हात चाहिँ अब हामीले गरेको होइन, हामी त माध्यम मात्रै हो। अनि तिम्रो बदम अट्दैन क्या हो? बदाम त उयो प्लास्टिक। प्लास्टिकमा झुन्डाउँछौ? सानो सानो छ ठुलो बदम चाहिँ होइन। 50 को 100 को छ। दुईटा बकेट पनि आउँदैन होला यहाँ साइकलमा आज त हेर कति छ्याङ्गै राम्रो देखिन्छ नि। अब परैबाट ग्रेसीले हिँडेर चाहिँ कहाँसम्म पुग्थ्यो? बाँके चौरी अनि पत्री
भुइँची ल अब चाहिँ यो लिएर चाहिँ तल सन्दरसम्म संसारीसम्म पुगेर आउनु पनि सकिने भयो सिमसार संसार पुगेर मङ्गला हरेको सेल्फी रोडतिर जहीँ जाँदा नि हुन्छ नि अब त सजिलो भयो तिर जाँदा नि हुन्छ भाइ प्लास्टिक नै धुनु ल ठिक छ अब त्यसलाई चाहिँ पर अब त्यसलाई बिदाबारी गरिदेऊ किनकि त्यसलाई पनि फ्याल्नु चाहिँ हुँदैन होइन हिजोसम्म आजसम्म काम लागिरहेको कुरो त्यसको त्यो बोराको पनि रेस्पेक्ट गर्नुपर्छ आज त्यो बोरा थियो र यो साइकल र बकेट आयो ल ग्रेसी अब हामी जान्छौँ होइन राम्रो व्यापार गर्नु है राम्रो होस् तिम्रो अब नानीहरू मसिनो छ त्यो नानीहरूलाई अब यसलाई नै कमाएर तिमीले खुवाउने होला होइन ल बाई हुन्छ खुसी छौ नि होइन